एक दिन एकजना राजा घरदेखि बाहिर आफ्ना सुरक्षाकर्मीका साथ नगरतिर घुम्दै थिए। त्यो नगरमा एकजना माग्ने मान्छे आइपुग्छन्। त्यसपछि उनले माग्दै गर्दा राजाले पहिला चाहिँ त्यो फलामको सिक्का दिन्छन्। जब फलामको सिक्का दिन बित्तिकै त्यो हातबाट तल नालीमा खसिदिन्छ। त्यसपछि नालीमा खसिसकेपछि ती भिखारी अथवा माग्ने मान्छे चाहिँ त्यो नालीमा त्यो पैसा खोज्न पुग्छन्। खोज्न जाँदै गर्दाखेरि राजा लाग्छ ओहो साँच्चीकै त्यो भयो, त्यो पैसा छोडिदेऊ, बरु यसो गर न लौ भनेर फेरि अर्को चाँदीको सिक्का राजाले दिन्छन्। त्यो चाँदीको सिक्का राखिसकेपछि फेरि त्यो मान्छे फलामको सिक्का खोज्न त्यहाँ पुग्छ। त्यसपछि फेरि राजाले के सोच्छन् भने ओहो यो मान्छेलाई पुगेको रहेनछ, सुनको सिक्का दिनु पर्यो भनेर सुनको सिक्का दिन्छन्। सुनको सिक्का लिइसकेपछि फेरि पनि ऊ मान्छे त्यही नालीमा खोज्न जान्छ। अझै पनि यसलाई पुगेन, यसलाई राज्य नै दिन्छु भनेर राजाले राज्य नै हात लगाइदिन्छन्। तर पनि उसले त्यही नालीमा खसेको पैसा खोज्न गइरहेको छ। हो, यो कथाको सन्देश के हो भने मित्रहरू, मान्छेसँग जे छ, मान्छेको त्यो सोच जे छ नि, त्यो मान्छे कहिले पनि परिवर्तन हुन सक्दैन। त्यसको लागि सबैभन्दा पहिलो कुरा आफ्नो सोचलाई चाहिँ सही तरिकाले बुझ्न जरुरी छ। म को हुँ, मैले के गरिरहेको छु, म के का लागि जन्मेको, यो कुरा खोज्न जरुरी छ। नमस्कार, यहाँहरू सम्पूर्णमा फेरि पनि उपस्थित भइसकेको छु म वकिल मगर रोल्पाबाट। हजुरहरू कहाँबाट पक्कै आउनुभएको छ अथवा पक्कै तपाईँहरू कहाँबाट मलाई हेर्दै हुनुहुन्छ। आजको यो श्रृङ्खलाको नयाँ अङ्कमा मैले तपाईँहरूसँगको यो बसाइ निकै महत्त्वपूर्ण बनाउने उद्देश्यका साथ तपाईँहरूसँग जोडिसकेको छु। हो, हामी हेर्छौँ कि आफू जीवनमा किन असफल हुन्छ अथवा असफल हुनुको खास कारण के त, असफलताले मान्छेलाई त्यहाँसम्म पुर्याउनुको कारण के त। हामी आफ्नो व्यक्तित्व राम्रो बनाउने भन्छौँ, तर त्यो व्यक्तित्व किन राम्रो हुन सक्दैन, यी यावत कुरोमा तपाईँहरूसँग आज सेयर गर्नेछु। आजको यो श्रृङ्खलाको नयाँ अङ्क भने निकै महत्त्वपूर्ण छ। शक्तिशाली बन्न 11वटा सक्सेस सूत्र अथवा सक्सेस टिप्सहरू मैले तपाईँहरूसँग सेयर गर्दैछु मित्रहरू। हो, हामीलाई शक्तिशाली बन्नका लागि मान्छेहरू किन यस्तै लालायत हुन्छन् होला, कारण यही हो। त्यसो भएको हुनाले नम्बर 1 मा छ सेल्फ डिसिप्लिन अथवा आत्मअनुशासनका कुराहरू हामीमा हुनुपर्छ। जबसम्म हामीमा आत्मअनुशासन छैन कहिले पनि मान्छे अगाडि बढ्न सक्दैन। किनभने मनले जे चाह्यो त्यो होइन, जसरी कुरा समयमै गर्ने बानी बसायो अनि मात्रै मान्छे सफल हुन सक्छ, अनि मात्रै सफल जीवन यापन गर्न सक्ने मान्छे अगाडि बढ्न सक्छ। त्यसो भएको हुनाले हामीले यसरी बुझ्न सक्छौँ मनले जे चाह्यो त्यो होइन, जसरी निर्णय लिन सिक्नुहुन्छ अथवा सकिन्छ त्यसरी नै अगाडि बढ्नुपर्छ भन्ने हो। नम्बर 2 मा क्लियर थिङ्किङ अथवा स्पष्ट सोच हुन जरुरी छ। कसरी स्पष्ट सोच हुने, जस्तै मानौ कुनै पनि लक्ष्यसम्म त्यहाँसम्म पुग्नका लागि अथवा त्यो उद्देश्यसम्म पुग्नका लागि तपाईँ कुनै पनि काम गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले क्लियर भिजन हुनुपर्छ अथवा क्लियर थिङ्किङ हुनुपर्छ। भावनामा होइन, तथ्य तर्कमा निर्णय लिन सक्नुपर्छ। जसले तथ्य तर्कमा निर्णय लिन सक्छ त्यही मान्छे मात्रै सफल हुने एक खालको वातावरण बन्छ। जस्तै तपाईँ एउटा पढ्ने विद्यार्थी हो भने तपाईँले आफूलाई क्लियर थिङ्किङ छैन भने तपाईँ त्यहाँ पुग्न सक्नुहुन्न। तपाईँको सोच स्पष्ट हुनुपर्छ भने तपाईँ त्यहाँ पुग्नका लागि तपाईँले गर्नुपर्ने कुराहरू स्पष्ट रूपमा हुनुपर्छ। भावनामा होइन, तथ्य फरकमा चाहिँ तपाईँ हामी स्पष्ट हुन सक्नुपर्छ। त्यसै गरी अर्को छ कम्युनिकेसन स्किल अथवा इमोसनल कुराहरूलाई कन्ट्रोल गर्ने कुराहरू हुन सक्छन्। कम्युनिकेसन स्किल भनेको बोल्ने तरिका अथवा हाउभाउहरू कस्तो गर्दैछ, कसरी प्रस्तुत हुँदैछ, थुप्रै कुराहरू सिक्न जरुरी छ। आफ्नो कुरा स्पष्ट शक्तिशाली तरिकाले राख्न सक्नु नै शक्ति हो। त्यसो भएको हुनाले जहिले पनि आफ्ना कुराहरू स्पष्ट साथ राख्न सक्नुपर्छ। आफ्ना कुराहरू स्पष्ट भइयो भने अवश्य पनि केही न केही कुराहरूले गन्तव्यसम्म पुर्याउने एक खालको वातावरण बन्ने गर्छ। त्यसो भएको हुनाले तपाईँको भावना कस्तो छ, तपाईँको स्पष्ट कुरा छ कि छैन, तपाईँ प्रभावशाली तरिकाले राख्न सक्नुहुन्छ कि हुँदैन, त्यो कुरामा म्याटर खान्छ। त्यो कुरामा एकदमै ध्यान दिनुपर्छ। जस्तै मानव कुनै ठाउँमा जबमा तपाईँ जोडिँदै हुनुहुन्छ, तपाईँलाई इन्टरभ्यू लियो तर तपाईँ बोल्दा लाज मानेर अप्ठ्यारो मानेर बोल्नु भने तपाईँ आफै पछि पर्नुहुन्छ। त्यसो भएको हुनाले जहिले पनि तपाईँ निर्धक्कका साथ मलाई यति हुन्छ भने ठिक छ, यदि हुँदैन भने म त्यो खालको असम्भव देख्छु, त्यो खालको गर्न सक्ने अवस्था छैन, यसरी चाहिँ जान सक्नुपर्छ। त्यसो भएको हुनाले कम्युनिकेसन स्किल निकै महत्त्वपूर्ण कुरा रहन्छ।
त्यसै गरी नम्बर 4 मा इमोसनल कन्ट्रोलका कुराहरूलाई ध्यान दिने, भावनात्मक रूपले नियन्त्रण गर्ने हैन। कति बेला हामी भावनामा डुब्छौँ त्यो कुरा हामीले ध्यान दिन सक्नुपर्छ। त्यसो भएको हुनाले रिस, डर, तनावलाई नियन्त्रण गर्न सक्ने व्यक्ति नै बलियो हुन्छ। त्यसो भएको हुनाले जहिले पनि रिस र डरलाई एकदम ध्यान दिने, त्यो तनावलाई नियन्त्रण गर्न सक्ने व्यक्ति चाहिँ बलियो हुने भएको हुनाले त्यो बेला विभिन्न बेलामा आफूलाई कुन बेला के गर्नु सक्नुपर्ने त्यो खेलाको निर्णय चाहिँ अत्यन्तै महत्त्वपूर्ण हुन्छ। त्यसो भएको हुनाले इमोसनल कन्ट्रोलका कुरालाई एकदम ध्यान दिने। त्यसै गरी डिसिजन मेकिङका कुराहरू अथवा त्यो चाहिँ के हो त भन्दा कुनै पनि डिसिजन गर्न हैन, त्यो खालको योजना बनाउन, त्यो खालको तपाईँको त्यो सफलता प्राप्त गर्नको लागि तपाईँ ढिलो होइन, सही समयमा सही निर्णय लिन सक्नुपर्छ। त्यो खालको डिसिजन मेकिङ छ कि छैन, तपाईँले त्यो डिसिजन गर्न सक्नुहुन्छ कि हुँदैन, त्यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। त्यसो भएको आफ्नो क्षमतालाई विश्वास नगरेसम्म अरूले पनि दिँदैनन्। हेर्नुहोस्, अरूले कहिल्यै पनि तपाईँले आफ्नो क्षमतालाई चिन्न सक्नुपर्छ। ढिलो होइन, सही समयमा निर्णय लिन सक्ने त्यो खालको योजना, त्यो खालको दम्ब तपाईँमा हुनुपर्छ। त्यसै गरी नम्बर 6 मा कन्फिडेन्सका साथ अथवा आत्मविश्वासका साथ आत्मा बलियो हुनुपर्छ। तपाईँले गर्नुपर्ने काम बलियो हुन सक्नुपर्छ। आफ्नो क्षमतामा विश्वास नगरेसम्म अरूले पनि गर्दैन। त्यसो भएको हुनाले जहिले पनि सफलता प्राप्त गर्ने हो भने अथवा कुनै पनि मान्छेले अरू शक्तिशाली बन्ने हो भने तपाईँसँग हुनै पनि यो गुण अत्यन्तै महत्त्वपूर्ण गुण हो कि तपाईँसँग कन्फिडेन्स एकदमै बढी हुनुपर्छ, आत्मविश्वास बलियो हुनुपर्छ। आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ। आफ्नो क्षमता मैले सक्दैन कि म सकेन कि भन्ने कुरा होइन, त्यो कुराले अगाडि बढ्न सक्नुपर्छ। नम्बर 7 मा लर्निङ ह्याबिटका कुराहरू अथवा सिक्ने बानीका कुराहरू मैले तपाईँसँग पक्कै पनि सेयर गरेको छु अगाडि पनि। धेरै कुराहरू लर्निङ गर्ने कुरा एकदम ध्यान दिने, सिकाइमा एकदम ध्यान दिने। सफल मानिसहरू कहिले पनि सिक्न छोड्दैन। सफल हुने मान्छेले रेगुलर सिकिरहन्छन्, हरेक बेला अपडेट आइरहन्छ। हिजो हेर्नुहोस् त एउटा 1600 मोडेलको त्यो जुन मोबाइल नोकियाको आज कहाँ पुग्यो, आज सामसुङले कत्रो प्रगति गरिसक्यो, आइफोनले कति प्रगति गरिसक्यो। हिजो किप्याडबाट चल्ने मोबाइल आज स्क्रिनमा आइसकेको छ, डिजिटल युग आइसक्यो। त्यो सँगसँगै आफूलाई के गर्ने त भन्दा आफूलाई लर्निङ गर्ने कुरामा, सिक्ने कुरामा एकदम ध्यान दिनुपर्छ। विभिन्न कुराहरू अनलाइनका कुराहरू हुन सक्छन्, ती कुराहरूमा पनि ध्यान दिन सक्नुपर्छ। भने मानिस सफल हुने व्यक्ति अथवा सफल हुने मान्छे चाहिँ कहिले पनि ऊ सिक्न छोड्दैन। नम्बर 8 मा समय व्यवस्थापन अथवा टाइम म्यानेजमेन्टलाई एकदमै ध्यान दिन्छ। उसले किन त भन्दा समयलाई सही ठाउँमा लगानी गर्छ भने सही समयमा सही योजना बनाउन सक्नुपर्छ। मानौ न कतैबाट मृग आएको छ, तपाईँ सिकारियो, तपाईँ बन्दुक लिएर बसिसक्नु भएको छ, त्यही बेला तपाईँ बन्दुकलाई फेरि भर्न थाल्नु भने, त्यो फेरि लोड गर्न थाल्नु भने गोली, त्यो बेला मृग डाँडा काटिहाल्छ। त्यसो भएको हुनाले तपाईँ जहिले पनि एक्ज्याक्टली रूपमा के हुनुपर्छ, सही तरिकाले टाइम म्यानेजमेन्ट गरेर बस्नु पऱ्यो, एलोट भएर बस्नु पऱ्यो, त्यो समयलाई सही ठाउँमा लगाउन सक्नुपर्छ भन्ने हो। त्यसै गरी मैले तपाईँसँग अर्को कुरा भन्छु कि नेटवर्कका कुरालाई एकदम ध्यान दिएर अथवा नेटवर्किङ लाइनलाई कसरी, त्यो सम्बन्ध बनाउने कला, नेटवर्किङ स्किललाई कसरी अगाडि बढाउन सकिन्छ, सम्बन्ध बनाउने कुरालाई एकदम ध्यान दिनु। राम्रो मान्छे हो कि न, राम्रो मान्छेसँग जोडिने यो नै ठुलो शक्ति हो। त्यसो भएको हुनाले नेटवर्कलाई एकदम ध्यान दिनुहोस्, अगाडि बढ्नुहोस्। सफल हुनका लागि त्यो नेटवर्क बनाउन निकै कठिनभन्दा कठिन यात्रा सुरु हुन्छ। त्यसो भएको हुनाले जहिले पनि सम्बन्ध बलियो बनाउने हो भने राम्रो मान्छेसँग जोडिनुपर्छ, यो नै शक्ति हो भन्ने कुराहरू हामीले बुझ्नुपर्छ। र अन्तिममा दुईटा छ, प्रब्लम सल्भिङ र कन्सिस्टेन्सी अथवा निरन्तरता। त्यो समस्या हल गर्ने कुरा नम्बर 10 को छ, समस्या देख्ने होइन, समाधान खोज्ने बानीको विकास गर्नुपर्छ। सफल हुने मान्छेहरूले जुनसुकै कामलाई पनि उनले असफल देख्छन्, म सक्दैन, म गर्न सक्दैन, यो उकालो छ, यहाँ ओह्राली छ, हरेक कुरामा के छ समस्या देख्छन्। कसले? असफल हुने मान्छेहरूले। तर सफल हुने मान्छे के गर्छन्, त्यो समस्या देख्दैनन्, उनीहरूले त्यहाँ चाहिँ सफलता देख्छन्। आफ्नो हातमा ट्रफी भएको, आफ्नो हातमा विजयको झन्डा भएको, आफू मजाले सबैजनाले यति धेरै मजाले आफूलाई सम्मान दिएको, आफू चाहिँ प्रमाणपत्र लिएर उभिराखेको होइन, हरेक मान्छेको नाक ठाडो बनाएर आफ्ना कुराहरू राखिराख्यो, आफ्ना अनुभवका कुराहरू राखिराखेको देख्छ कसले त? सफल हुने मान्छे। त्यसो भएको हुनाले निरन्तर रूपमा नम्बर 11 छ, अन्तिममा छ कन्सिस्टेन्सी अथवा निरन्तरता। सानो प्रयासले नै के लगातार यही परिणाम दिन्छ, यति ठुलो परिणाम दिन्छ। हेर्नुहोस् त्यो यति धेरै पर्छ क्या। त्यसो भएको हुनाले कुनै पनि सुरुवात सानोबाट सुरुवात हुन्छ र ठुलोमा गएर के गर्ने त भन्दा सफलता अथवा परिणाम दिने गर्छ। त्यसो भएको हुनाले सानो प्रयासलाई लगातार दिने गरौँ
यहीले ठुलो परिणाम दिने भएको हुनाले आफ्नो जीवनलाई पनि सही तरिकाले त्यो ठाउँसम्म पुर्याउने हो भने निरन्तरमा आफ्ना यस्ता कुरा एकदम ध्यान दिउँ भने शक्ति बाहिर होइन तपाईँको बानी र सोचमा लुकेको हुन्छ भन्ने कुराहरू हामीले यहाँ यसको जुन पावरफुल म्यासेजेसको के हो त भन्दा यसले दिएको म्यासेज के हो भने शक्ति बाहिर होइन तपाईँको बानी र सोचमा लुकेको हुन्छ। आफ्नो एउटा सिप सुरु गर्नुहोस्, भोलि तपाईँ फरक देखिनुहुन्छ। त्यसो हुनाले आज तपाईँ जे हुनुहुन्छ तपाईँको निरन्तरताले त्यहाँ पुर्याउने हो। हस्, कस्तो लाग्यो? जस्तो लाग्यो उस्तै प्रतिक्रियाको अपेक्षा गरेको छु। नयाँ हुनुहुन्छ लाइक शेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस्। मनमा लागेका जिज्ञासा कमेन्टमा कमेन्ट गर्न नबिर्सनुहोस्। यो अमूल्य बसाइका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै आजको यो श्रृङ्खलाबाट बिदा हुन्छु। हस्त, नमस्कार।